मैले चाहिँ सुसाइड प्लान भनेको थिएँ। टिकाराम पुरी दाई हुनुहुन्छ एकजना, उहाँले चाहिँ यो प्रोग्राममा चाहिँ रिकमेन्ड गर्नुभएको थियो। मैले पुनर्जन्म पाए जस्तो महसुस भइराखेको छ। तर मेरो यो नाकको भित्रपट्टि दुईवटा चाहिँ मासु उम्रे जस्तो भएर सुन्निएर चाहिँ सास फेर्नमा निकै समस्या हुन्थ्यो। मैले एमआरआई गरेर 1 महिना औषधि पनि लिएँ, त्यसले खुलेको थिएन। तर यो कोर्स गरेपछि खुलेको छ, म धेरै खुसी छु। एकदमै नसाको समस्या थियो, आफू सुत्दा पनि हात खुट्टाहरू बौलिने समस्या थियो, त्यो चाहिँ अलिक हल्का भएको छ। अनि मनले आनन्द भएको छ, शान्ति भएको छ। मैले यो 6 दिनको ह्याप्पिनेस प्रोग्रामबाट चाहिँ मेरो यो खुट्टामा पैताला पोल्ने समस्या थियो, त्यो समस्या चाहिँ समाधान भएको महसुस गरेको छु। यी त भए ह्याप्पिनेस कोर्स गरिसकेपछिका सहभागीहरूको प्रतिक्रिया। अब तपाईँहरूलाई लिएर आएको छु खुसीको खबर। यही मिति 2082 साल जेठ 26 गतेदेखि 31 गतेसम्म इलाममा पुनः यो कार्यक्रम ह्याप्पिनेस कोर्स सञ्चालन हुँदैछ। आर्ट अफ लिभिङ सेन्टर इलामले यो ह्याप्पिनेस कोर्सको आयोजना गर्न लागेको हो। तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने तल दिएको लिङ्कमा गएर आफ्नो नाम दर्ता गर्नुहोला। सबैलाई आइदिनु हुन अनुरोध छ।